नमस्ते वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी बागलुङ कालिका जान आँटेको छौँ। छोरी म मम्मी ड्याडी भाइ सबै भएर नानी चाहिँ बाइकमा जान पायो भनेर यताउता गरेकी छिन्। अनि त्यसपछि मम्मी ड्याडी पनि रेडी हुनुभयो। हामी एकछिन कुर्दा कुर्दा अटो पनि आइपुग्यो। हामी मम्मी म नानी चाहिँ अटोमा गयौँ, ड्याडी र भाइ चाहिँ बाइकमा। अनि हामी बागलुङ कालिकाको बाहिर पुग्यौँ। त्यसपछि हामी लाग्यौँ भित्र अनि मैले घन्टी बजाएँ। नानी चाहिँ ड्याडीसँग थिइन्, नानीले पनि घन्टी बजाइन् बासँग, ड्याडीसँग मात्र बसेकी थिइन्। अनि मन्दिरमा पुग्दाखेरि यत्रो भिड थियो कि कति धेरै लाइन थियो। अनि यो चाहिँ रहेको छ हाम्रो बागलुङ कालिका मन्दिरको फुलबारी। हेर्नुहोस् न मन्दिर कति राम्रो। मम्मी र म चाहिँ लाइनमा बस्यौँ, यत्रो भिड थियो नि त, के दिन पर्यो रहेछ। अनि मामा भान्जीको चाहिँ आज यस्तो छ। यता फेरि छोरीले मम्मी मम्मी भनेर खोजिरहेकी छिन्, म चाहिँ लाइनमा थिएँ। अनि नानी खुसी भएर हिँडिरहेकी छिन्। त्यसपछि चाहिँ मम्मी र म एकछिन नाचेँ। म नाचेको छोरीले नाच्न नदिएर समातेर नाचेँ। अनि हामी फर्क्यौँ। थ्याङ्क यू सो मच, बाई बाई।